सम्पूर्णलाई प्रभु येशू ख्रिस्टको नाउँमा जय मसीह। सबात लोगसमा तपाईहरुलाई स्वागत छ। आज अप्रिल 4 शनिबारको आराधना सेवामा परमेश्वरको जनद्वारा बाँडिएको वचन सारांशमा मैले बुझेको नोट गरेको आधारमा तपाईहरुसँग बाँड्न गइरहेको छु। आज हामीले यूहन्ना 18 को 28 देखि 40 सम्मको खण्डबाट सिकेका थियौं, जहाँ पिलातसको अघि येशूलाई प्रस्तुत गरिएको बेलाको वार्तालाप हेर्न सक्छौं। विशेष गरी पद 38 मा पिलातसले येशूलाई सोधेका छन्, सत्य के हो? यही शब्दलाई जोड दिँदै आजको वचनको शीर्षक रहेको थियो, सत्य के हो? यो प्रश्नको उत्तर येशूसँग थियो। जसरी उहाँले यूहन्ना 14 को 6 मा भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ। यो कुरा उहाँले त्यो बेला पिलातसलाई भनेका भए पनि उनले विश्वास गर्ने थिएनन् थियो होला। सत्य कुरा के हो भन्ने कुरा जान्नलाई झुट कुरा पनि के हो भनेर जान्न जरुरी हुन्छ। सत्य र झुटको भिन्नता यही हो कि सत्यको प्रमाण हुन्छ, त्यसको अस्तित्व हुन्छ र त्यो प्रकट भएको हुन्छ। तर झुट त अस्तित्व रहित, प्रकट नहुने, प्रमाणित नहुने, भ्रमपूर्ण, बहकाउने त्यस्तो किसिमको हुन्छ। येशू को हुनुहुन्छ भन्दै गर्दा येशू नै प्रभु हुनुहुन्छ, उहाँ नै परमेश्वर हुनुहुन्छ। यही सत्य हो। परमेश्वरको सारा पूर्णता ख्रिस्टमा बास गर्दछ भनेर कलसी 1:19 ले भन्दछ। परमेश्वर सृष्टिकर्ता, संरक्षणकर्ता, शासक, सर्वशक्तिमान, सर्वव्यापी, सर्वज्ञानी, पवित्र, कृपालु, दयालु, प्रेमिलो हुनुहुन्छ। येशू ख्रिस्ट पनि यी सबै थोक हुनुहुन्छ। यूहन्ना 1:1-3 ले स्पष्ट रूपमा भन्दछ, आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बनिए र बनिएको कुनै पनि थोक पनि उहाँ बिना बनिएन। सृष्टि अगावै येशू ख्रिस्ट त्यहाँ हुनुहुन्थ्यो। येशूले आफू सत्य हो भनेर भन्नुहुन्छ। झुटा को हो त? यूहन्ना 8:44 ले भन्दछ, त्यो त सुरुदेखि नै हत्यारा थियो र सत्यसँग त्यसलाई केही वास्ता छैन, किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झुट बोल्दछ त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ, किनभने त्यो झुट हो र झुटको पिता हो। अनि यो चाहिँ दियाबलसलाई भनिँदैछ। सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। अब अन्त्यमा फेरि पनि पद 38 मा फर्केर आउँदा पिलातसले यिनमा केही दोष पाउँदिन भनेर 3 पटकसम्म भनेका छन्। हामीले यहाँ देख्न सक्छौं पिलातसले सत्य कुरा जान्दथे, तर उनले मानिसहरूको खातिर त्यो सत्यतामा चाहिँ उनले सम्झौता गरेका छन्। हामीले पनि कति पटक सत्य कुरा जान्दा पनि हामीले त्यो सत्य कुरामा हामी जिरहेका हुँदैनौं। हामीले पनि पिलातस जस्तै हाम्रो जीवनमा सम्झौता, कम्प्रोमाइज गरिरहेका हुन्छौं। हामीलाई येशूमा भएको सत्यताको विषयमा कति धेरै सिकाइएका छ, कति धेरै सुनेका छौं, तरै पनि हामीले चाहिँ जिएका चाहिँ कमैले छौं। यदि हामी सत्य हो भने चाहिँ हामीले आज्ञा पालन पनि गरिरहेका हुन्छौं। यदि हामी आज्ञा पालन गर्दैनौं भने चाहिँ हामी चाहिँ झुटो ठहरिन्छौं। हामीले काम र सत्यताले चाहिँ प्रेम गर्नुपर्दछ, हामीले मुखले मात्र होइन। हुन्छ, आजलाई यति नै। धन्यवाद।